मध्य प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनाल 9 सोनलले कार्तिक 22 गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। जनता समाजवादी पार्टी जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले सरकारमा सहभागी रहेका 7 दलको बैठकबाट कार्तिक 22 गते विश्वासको मत लिने र त्यसपछि मन्त्री परिषद विस्तार गर्ने निर्णय भएको जानकारी दिए। यादवले विश्वास मतको लागि नेपाली कांग्रेस नेकपा एमालेसँग समेत आग्रह गर्ने समेत बैठकमा सहमति भएको हो। नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराईले विश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने सहमति भएको बताए। उनले सरकार गठन गर्ने बेला नै धेरै कुरा प्रष्ट भएकाले विश्वासको मत लिएर पछि दलहरू बीचमा छलफल गरेर मन्त्री परिषद विस्तार गर्ने जानकारी दिए। उनले अहिले माधव नेपाल नेतृत्वको नेकपा एसको बैठक रहेको 16 गते जसपा नेपालको बैठक बस्ने भएकाले 22 गते विश्वासको मत लिने सहमति भएको जानकारी दिए। सोनल 5 दलको 56 जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् भने अहिले उनको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गर्ने भएको छ। आज बसेको बैठकमा 5 दल बाहेक यी 2 दल समेत सहभागी रहेका थिए। दुवै पार्टीबाट प्रदेशसभामा 1-1 जना सदस्य छन्। दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई 57 मत पर्ने देखिन्छ। 107 सदस्यीय प्रदेशसभामा हाल 104 जना प्रदेशसभा कायम छन्। सोनल नेतृत्वको सरकारलाई बहुमतको लागि प्रदेशसभामा कायम रहेको सदस्यको बहुमतका लागि 53 सदस्यको आवश्यकता रहेको छ। सरकारमा सहभागी रहेका जसपा नेपालका 18 जना, जनमत पार्टीका 13 जना, माओवादी केन्द्रका 9 जना, लोसपाका 8 जना, नेकपा एकीकृत समाजवादी पार्टीका 7 जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका 1 जना प्रदेशसभा सदस्य रहेको छ।